म एउटा युवा अवस्थामा जबकि मान्छेहरू हल्लिएर ट्यापे बनेर हिँड्ने अवस्थामा त्यही क्षेत्रमा एउटा साइकलमा बुढो साइकलमा चाउमिन डोराएर हिँडेकोदेखि मान्छेले देखेको छन् भने त्यो मान्छेले यति चाहिँ भन्न सक्छ यो मान्छे बरु भोकै बस्न सक्छ त्यसले भ्रष्टाचार गर्दैन, यसले जे गर्छ राम्रै गर्छ, नराम्रो चाहिँ गर्दैन, यति भनेर चिन्छन् मलाई। यति चाहिँ बुझ्नु। चुनावमा जाँदै गरे मान्छे पार्टीको घोषणापत्र पनि हुन्छ हैन, यो गर्छु भन्ने एउटा आश्वासनका पुलिन्दाहरू पनि हुन्छन्। तपाईहरुको घोषणापत्र के छ, के बनाउने सोच गर्नु भएको छ, काठमाडौँ 4लाई चाहिँ कस्तो मोडलमा अगाडि बढाउने तपाईको सोच छ, यो बारेमा नि भन्नुस्। यस्तो छ सर, घोषणापत्र त्यही हो तपाईले भने जस्तो हामीले घोषणापत्रको एउटा खाका त तयार पारेका छौं, तर घोषणापत्रमा हामी डाइरेक्टली घोषणापत्र दिनु भन्दा चाहिँ चुनाव अगाडि हामी एकचोटी उहाँहरुकै जो नागरिक हुनुहुन्छ जो त्यहाँ बसोबास गरिरहनु भएको छ अधिकांश समस्याहरू त मैले भने जस्तो म त्यही हुर्केको हुँदाखेरि मलाई थाहा छ, तर मेरा आँखाहरूबाट मेरो उसबाट लुकेका समस्याहरूको लागि चाहिँ हामीले घोषणापत्र बनाउनु भन्दा अगाडि एउटा जुन खाका तयार गरेर एउटा दिन्छौं, सँगसँगै हामी सुझाव पार्टीका हरेक त्यहाँको उसमा चाहिँ उहाँहरुकै सुझाव चाहिँ के छ त, सधैँ नेता आउने ल यो गर्छु भनेर ठ्याक्क दिने अनि काम चाहिँ केही नहुने नगर्नुको सट्टा अहिले हामीले एउटा बनाएको त बनाएको छौं, नबनाइकन डाइरेक्ट जनतासँग माग्ने हाम्रो यो पनि होइन। मैले अहिले हाम्रो 3R मोडल भनेर हामीले बनाएको छौं, क्षेत्र नम्बर 4 लाई विकास गर्नको लागि 3R मोडल छ। त्यो के हो? त्यो त्यसमा के छ भने रिबिल्ड, रिकन्स्ट्रक्सन र रिथिंकिङ हैन। अब तपाई हामीले देख्छौं क्षेत्र नम्बर 4 बाहिरबाट सर र हेर्नुस् केही पनि आवश्यकता छैन। जय मातृभूमि पार्टीका केन्द्रीय सचिवालय सदस्य राजन पुरी, यहाँलाई स्वागत छ। नमस्ते सर। नमस्ते। हजुर तपाई काठमाडौँ क्षेत्र नम्बर 4 बाट जय मातृभूमि पार्टीको तर्फबाट उम्मेदवार हुनुहुन्छ। हजुर। त्यो चर्चित क्षेत्र हो जहाँ यसअघि नेपाली कांग्रेसका अहिले सभापति गगन थापा निर्वाचित भएको क्षेत्र, अहिले उहाँ सर्लाही 4 पुग्नु भएको छ। हजुर सर। काठमाडौँ 4 मा तपाईको चुनावी गतिविधि चाहिँ कसरी अगाडि बढिरहेको छ अहिले? अहिले ठ्याक्कै भन्नु पर्दाखेरि हामी आन्तरिक रिसर्चमै लागिरहेछौँ अझै पनि हैन। चुनावी गतिविधिको प्रचार प्रसारको तयारी अहिले हामीले आन्तरिक रूपमा मात्र गरेका छौँ, बाहिर हामी लगभग अझै हप्ता 10 दिन पछि मात्र हामी निस्किने छौँ, तर भन्दाखेरि राम्रो चलिरहेछ, एकदम तयारी भइरहेछ। अधिकांश उम्मेदवारहरूले घर दैलो कार्यक्रम सुरु गरिसक्नु भइसकेको छ हैन। कोही उम्मेदवार झापा पुग्नु भएको छ, झापा पुगेर प्रचार प्रसार तीव्र पनि भइरहेछ, झापाबाट इलाम 5 तर पुगेको कुरा त देखिरहनु पनि भयो होला तपाईहरुले हैन। चर्चित नेताहरूले सुरु गरिसक्नु हो। हजुर हजुर। तपाईले चाहिँ किन ढिला? यस्तो सर, तपाईले भनिहाल्नु भयो। कतिजना जस्तो देख्नुभयो नि झापा जानु भएको छ, किन जानु भएको छ भन्दाखेरि उहाँ काठमाडौँ बस्नु भएको छ, झापावासीलाई त्यति चिन्नु भएको छैन, चिनापर्ची गर्न जानु भएको छ। म यही क्षेत्रको मान्छे हो। अब जस्तो उहाँले अहिले चुनावको प्रचार सुरु गर्न घर दैलो जानु भएको छ, म विगत 20-22 वर्षदेखि हरेक घर दैलोमा गइरहेको छु कि, त्यो हुँदाखेरि मलाई 10 दिन ढिलो हुनुले खासै त्यस्तो ढिलो हुँदैन। म हरेक अहिले पनि भनिहालेँ क्षेत्र नम्बर 4 को अधिकांश घर दैलोमा म विगत 20 वर्षदेखि नै छु कि, त्यो हुँदाखेरि मलाई त्यसले खासै असर चाहिँ गर्दैन सर। कति छन् मतदाता त्यहाँ? मतदाता मैले ठ्याक्कै अलिकति पुरानो डाटा अनुसार 63-64 हजार मतदाता हुन्। अहिलेको रिसेन्ट अब जुन नयाँ भोटर लिस्टहरू थपिँदाखेरि त्यही 70-75 हजारको हाराहारीमा मतदाता छन्। त्यही बस्या मान्छे 20 वर्षभन्दा बढी भइसक्यो। हजुर हजुर। त्यही घुलमिल भइरहनु भएको छ। कति जतिले तपाईलाई चिन्लान्? राजन पुरी भनेर कतिजनाले चिन्छन्? राजन पुरी भनेर चिन्ने मान्छे, कतिले नामले नचिन्दा नि अनुहार देखेर चिन्ने मान्छे, सबै जोडे भने मैले 30 देखि 40 हजार मान्छेले मलाई चिन्छन्। के भनेर चिन्छन्? राजन पुरीलाई कसरी चिन्छन्? यस्तो राजन पुरीलाई कुनै त्यस्तो धेरै राजनीतिक ब्याकग्राउन्डबाट चिन्दैनन्, यो मान्छे चाहिँ एउटा सङ्घर्ष गरेको मान्छे हो भनेर चिन्छन्। म त्यो क्षेत्रमा हिजो जुन एउटा बाल्यकाल अवस्थादेखि त्यहीँ छु, त्यहीँ पढेँ, त्यहीँ हुर्केँ, त्यहीँ मैले सङ्घर्ष गरेँ। हिजोको दिनमा एउटा साइकलमा प्लास्टिक बेच्न हिँड्दादेखि लिएर चाउमिन बेच्दा हिँड्दादेखि लिएर मलाई मान्छेले चिनेको छन्।
म त्यही व्यवसाय गरेर अगाडि बढेको मान्छे हो, त्यहाँ सङ्घर्ष गरेको। यो मान्छे चाहिँ सङ्घर्ष गर्छ र यो मान्छेले खराब काम चाहिँ गर्दैन है भनेर चिन्छन् मलाई त्यहाँको मान्छेले। अहिले अधिकांश नेपालीहरूले चाहिँ के सोध्छन् भने जुन आए पनि त्यस्तै हो, कान्छिरिया। हजुर हजुर हजुर। तपाईँलाई पनि त भन्ला नि त्यस्तो। यही कुरा भनिहालेँ। त्यति चाहिँ मलाई त्यो चाहिँ त्यहाँ क्षेत्रमा भन्दैनन्, किनभने मैले भने नि अरू जो आउँदा पनि तपाईँले भनेको जस्तो कान्छिरिया भन्थे होलान् भने यो मान्छे भने नि नामैले नचिन्दा पनि यो मान्छे, मैले भने कतिले नामले चिन्दान् कतिले फेसले चिन्दान्, यो मान्छे आयो भने चाहिँ पक्कै केही हुन्छ है भनेर चिन्छन्। किनभने मैले तपाईँलाई भनिहालेँ अहिले म यो पार्टीमा लाग्नुको मुख्य कुरा भने हाम्रो सिद्धान्त एकदम स्पष्ट छ क्या, हामी नष्ट हुन सक्छौँ तर भ्रष्ट हुन सक्दैनौँ। यही एउटा नाराको लागि म यो पार्टीमा लागेको छु र मैले गर्ने कुरा पनि त्यही हो। त्यो मान्छेले मलाई कसरी चिन्छन् भन्दाखेरि हामीले चाहेको विकास त्यो होइन, क्षेत्र नम्बर 4ले चाहेको विकास त्यो होइन। 15 मिनट पानी पर्छ, बाटाघाटा सबै डुब्छन्। 2 मिनट एउटा गाडी यसो रोकियो भने 1 घन्टासम्म जाम हुने अवस्था छ। अलिकति राम्ररी हेर्नुभयो भने 2 दिन फोहोर उठाउने आएन भने त्यहाँ बाटाभरि फोहोरै फोहोर हुन्छ। विकास त भए, घर बने, बाटा बने, तर त्यो विकास मात्र हामीले चाहेको विकास होइन नि त। त्यसलाई एकचोटि फेरि सोच्नुपर्ने अवस्था छ। त्यही भने नि हामीले एउटा खाका त बनाइसकेको छौँ 3R मोडलको, तर त्यो 3R मोडलै के सबैले मान्नुपर्छ त भन्ने कुरा त होइन नि त। जनताले काम गर्छ, त्यो मोडलले काम गर्छ, तर कस्तो भन्दाखेरि जनभावनालाई त्यसले पूर्ण रूपमा समेट्न सक्छ कि सक्दैन, अझै जनभावना अझै त्योभन्दा अझै केही विकसित हिसाबमा छ कि भनेर त्यो बुझ्दा 3R मोडल सहित हामी हरेक सुझाव पार्टीकामा 3R मोडल त हामी टाँस्छौँ नै होइन, त्यसको योजना हामी टाँस्छौँ। त्यो सँगसँगै के गर्छौँ भन्दाखेरि जनताले चाहिँ आफ्नो सुझाव पनि, त्यो सुझाव पनि सङ्कलन गरेपछि चाहिँ हामी पूर्ण रूपको घोषणापत्र बल्ल फाल्छौँ। किनभने मेरै मात्र घोषणापत्र भने अघि तपाईँलाई भने त्यहाँनिर भोटर त 75,000 प्लस छन्। मैले चिनेको छु 30-40 हजार, मैले बुझेको होला त्यही 30-40 हजार, तर बाँकी भएको मान्छेको पनि त भावना त मैले समेट्नु पर्छ नि। म त त्यो मैले चिनेको 30-40 हजारको लागि मात्र नेतृत्व गर्नु त त्यहाँ पुगेको होइन। मैले सबैको नेतृत्व, सबैको भावना बुझ्नुपर्छ भन्ने हिसाबले मैले मेरो भावना सँगसँगै उहाँहरूको पनि भावना लिनको लागि हामी सुझाव पार्टीका राख्ने। 40,000 मान्छेसँग चिन्जान त्यतिले तपाईँलाई चिन्छन् भनेपछि त जित्ने आधार त कन्फर्म भइसक्यो जस्तो देखिन्छ नि। होइन, मैले भनिहालेँ म जित्नेमा त विश्वस्त छु, तर मैले भने नि मैले जित्दै गर्दाखेरि मैले मात्र होइन, सिङ्गो क्षेत्र नम्बर 4ले जित्नु पर्यो। यदि मैले जित्दै गरेँ तर क्षेत्र नम्बर 4को भावनाहरू हार्यो भने मैले जित्नुको कुनै अर्थ पनि हुँदैन। अहिले तपाईँहरूले देखिरहनु भयो होला यो चुनावी लडाइँ, म चुनावी लडाइँ देख्दिनँ कि, म क्षेत्र नम्बर 4को हार या जितको लडाइँ मात्र देख्छु। मसँग प्रतिस्पर्धामा को छन् के छन् त्यो मलाई भने नि त्यसले कुनै पनि अर्थ राख्दैन। भोलिको दिनमा क्षेत्र नम्बर 4ले जित्छ या हार्छ भन्ने कुराले मात्र अर्थ राख्ने हुँदाखेरि मैले तपाईँले अघि भनिहाल्नुभयो किन ढिलो गर्नु भन्ने कुराहरूमा नि मैले सबैको भावनाहरू समेट्नुपर्छ। हतारमा मैले मेरै मात्र घोषणाहरू लादेर भन्ने नि त्यसरी लागेर हुँदैन। त्यही हुँदाखेरि म बरु अलिकति ढिलो गर्छु तर सबैको भावनाहरू समेटेर अगाडि बढ्छु भन्ने सोचमा छु म। त्यही मान्छे छन् कङ्ग्रेसका सभापति गगन थापाले छोड्या क्षेत्र पनि हो त्यो होइन, उहाँले युवा नेता उठाउनु भएको छ। त्यसै गरी रासोपाका नेता पुकार बम हुनुहुन्छ, उहाँलाई बालेन शाह र रवि लामिछानेको समर्थन छ होइन। एमाले नेता पनि हुनुहुन्छ, चर्चित नेता। भिड्न सक्नुहुन्छ तपाईँ उहाँहरूसँग? मैले अघि नै भनिसकेँ सर, म उहाँहरूसँग भिड्ने होइन है, उहाँहरूसँग भिडेर मलाई हुने केही पनि होइन। उहाँहरू सायद आफ्नो ठाउँमा सबैजना ठिक हुनुहुन्छ होइन, उहाँहरूले के गर्न सक्नुहुन्छ त्यो मलाई थाहा छैन। मैले के गर्न सक्छु भन्ने कुरा जनतालाई मैले भन्ने हो होइन। मैले भिड्ने भनेको क्षेत्र नम्बर 4को हार या जितको लागि मात्र भिड्ने हो। मैले उहाँहरूसँग भिड्ने मैले भनिहालेँ नि, उहाँहरूलाई मैले मेरो प्रतिस्पर्धामा राखेकै छैन क्या। उहाँहरू आफ्नै प्रतिस्पर्धामा हुनुहुन्छ, म आफ्नै प्रतिस्पर्धामा छु। मैले हार्दै गर्दा पनि म भने नि म त्यो हुनेवाला छैन। क्षेत्र नम्बर 4ले यदि जित्छ भने मलाई हार पनि स्वीकार छ, तर मलाई थाहा छ कि क्षेत्र नम्बर गर्न त नहुने हो। हजुर, त्यही पनि हजुर सचिन पुकार होइन राजन मध्ये यो ठ्याक्क किनै राजनलाई हाल्ने ठिक छ, किन पुकारलाई नहाल्ने, किन गगनले समर्थन गरेलाई नहाल्ने,
यसमा चाहिँ के छ? यसको लागि भनिहाल्नुभयो गगनले समर्थन गरेलाई किन नहाल्ने, यसलाई किन हाल्ने, यो कुरामा यस्तो छ। क्षेत्र नम्बर 4ले बाहिरबाट आएको मान्छेलाई जसले क्षेत्र नम्बर 4 बुझेको छैन, जहाँको भूगोल बुझेको छैन, जहाँको समस्या बुझेको छैन, जहाँको आवश्यकता बुझेको छैन, त्यो मान्छेलाई जिताएर अघि लाँदै गर्दाखेरि मलाई लाग्दैन कि त्यो समस्याहरू समाधान हुन्छन्। मैले भने नि त्यो क्षेत्रमा त मैले मेरो जीवन भने नि जीवन मैले त्यहाँ बिताएको छु, आउने दिन पनि मैले त्यहाँ बिताउनु छ भनेपछि त्यो क्षेत्रको लागि मैले जति त्यो क्षेत्र, त्यो भूगोल र त्यहाँको समस्या बुझेको उम्मेदवारहरू पक्कै पनि अरूहरू हुनुहुन्न। त्यो हिसाबले उहाँहरूले पक्कै पनि मलाई भोट हाल्नुहुन्छ भन्ने लाग्छ। र प्लस अब तपाईँले भन्नु भइहाल्यो त्यहाँनिर, अघि मैले भनिहालेँ त्यहाँ भएको विकास, जस्तो गगन थापाले 3 वर्षसम्म 3 वर्ष भन्न आएँ, सरी 3 चोटि जित्नु भएको हो, त उहाँले विकास गरेको होइन, म त्यसलाई विनाश गरेको भन्छु। गगन थापाले विकास गरेको होइन। गगन थापाको क्षेत्रमा त गजबै विकास भएको छ भनेर हामीले सुन्या, हामीले पढ्या पनि, समाचार माध्यममा पनि गगन थापाले गरे कामहरूको चर्चा पनि हुन्छ, उहाँलाई धेरैले मान्छन् पनि 4 नम्बर क्षेत्रमा। अनि तपाईँ उहाँले चाहिँ बिना विकास होइन विनाश गर्नुभयो होइन, यो भनिहालेँ म, यो मोडालिटीको विकासलाई विकास भन्दिनँ, यो विनाश हो होइन। यसले विकासभन्दा विनाश धेरै निम्त्याएको छ। हिजोको दिनमा हामीले देखेका जति पनि त्यो क्षेत्रको स्रोत साधनलाई सही तरिकाले उपयोग गरिने थियो भने योभन्दा क्षेत्र नम्बर 4 धेरै पर, धेरै माथिसम्म विकास हुन्थ्यो। उहाँले त्यो स्रोत र साधनको एकदमै मिसयुज गर्नुभयो जस्तो लाग्छ क्या। अब त त्यसलाई बनाउनलाई पनि हामीलाई धेरै मेहनत गर्नुपर्ने अवस्था छ है। जुन तरिकाले त्यहाँ अब अहिले हेर्नुहोस् खाली जग्गा जमिन छैनन्, अवस्था त्यस्तो छ। 15 मिनट अघि भनिहालेँ पानी पऱ्यो भने कहाँ गएर भाग्ने भन्ने अवस्था छ है। 2 मिनट गाडी रोकिँदाखेरि ट्याटाटो टुटुर सुन्नुपर्ने अवस्था छ। प्रदूषणको हालत उस्तै छ कि यही हो त विकास? तपाईँले सुनेको, तपाईँले बुझेको विकास यही हो त? भोलिको सन्ततिलाई पनि हामीले यही विकासको मोडालिटी अगाडि लाएर देखाउने हो त? भोलि हाम्रा आउने सन्ततिले यही हो विकास, यसलाई विकास मान्ला नि त? यहाँ छ प्रश्न होइन। त्यही भएर चाहिँ म यसलाई चाहिँ विकास भन्दिनँ, यसलाई विनाश भन्छु। भदौ 23 र 24 गते जुन विध्वंस मचियो देशमा, त्यसपछि निर्वाचन भइरहेछ फागुन 21 गते होइन। हजुर। अब धेरैले अहिले जेन्जी भन्छन्, युवाहरूलाई भोट हाल्नुपर्छ भन्छन् होइन, अनि आफ्नो तर्क होला। हजुर। के यसमा चाहिँ के भन्नुहुन्छ तपाईँ? यो तपाईँको बडो जटिल प्रश्न छ। भदौ 23 र 24 को कुरामा होइन, यहाँ यो तर्क गर्नुभन्दा अगाडि बुझ्नुपर्ने छ परिवेश, अवस्था किन आयो। त्यो अवस्था हामीले बुझ्दै गर्दाखेरि युवाहरूमा फ्रस्ट्रेसन भएको कुरा सत्य हो होइन। अहिले देशको अवस्था जुन यो व्याप्त भ्रष्टाचार, यो बेरोजगारीका कुराले गर्दाखेरि जुन एउटा फ्रस्ट्रेसन छ युवामा, त्यो फ्रस्ट्रेसनले त्यो कुरा आयो। तर भनिहालेँ नि, देश कुनै एउटा सीमित वर्गको मात्र भनौँ न, एउटा उमेर समूहको मात्र होइन। मैले स्पष्ट भएर बोल्नुपर्छ यो कुरामा। जेनजीको मागहरूप्रति मेरो समर्थन छैन भन्न खोजेको होइन, यो भन्दै गर्दाखेरि जेनजीको मागहरूप्रति मेरो पूर्ण समर्थन छ। तर जसरी त्यो माहौललाई भड्काइयो र यो स्थिति सृजना गरियो, त्यहाँनिर चाहिँ हामीले के बुझ्न जरुरी छ भन्दाखेरि सत्तामा बसेर गोली चलाउने र सडकमा बसेर संरचनाहरू जलाउनेहरूमा दुवैको बराबर दोष छ। फ्रस्ट्रेसन युवाको छ, युवाको फ्रस्ट्रेसन, त्यो युवाको मागहरूलाई हामीले सम्बोधन गर्नुपर्छ। तर मागहरूलाई सम्बोधन गर्ने क्रममा मैले भनिहालेँ नि, हिजो भएको विध्वंसहरू पनि हामीले त्यतिकै छोड्नु चाहिँ मिल्ने अवस्था छैन। तर यो भन्दै गर्दा मैले जेनजीहरूलाई कारबाही गर्नुपर्छ भन्न खोजेको पनि होइन। भनेपछि अब कुरा सिधै भन्दाखेरि हजुर, भदौ 23 र 24 गते गोली हान्ने पनि दोषी छन् होइन, संरचना झन् दोषी छन् हो। दुवै कारबाहीको भागीदार हुन्, दुवैजना कारबाहीको भागीदार हुन्। यो जलाउनेहरूले चाहिँ यही चुनावी माहौल मात्र बनाउनलाई जलाए कि जस्तो देखिने अवस्था आयो क्या अहिले ठ्याक्क भन्दाखेरि। चुनावमा सुरक्षा पूर्ण रूपमा प्रत्याभूत गर्न सकिने अवस्था बनिएको छ के देख्नु भएको छ त एज अ उम्मेदवार भएको नाता? यो चुनावी सुरक्षाको कुरा चाहिँ अब
म आश्वस्त त हुन सक्छु, तर अब यसको ग्यारेन्टी मैले दिन सक्ने अवस्था रहँदैन। अब यो पक्कै पनि सुरक्षा निकायहरूले यसको ग्यारेन्टी लिनुहुन्छ, तर हामी चुनावको लागि तयारी अवस्थामा रहनुपर्छ। अन्त्यमा के भन्नुहुन्छ? अन्त्यमा धेरै केही भन्नु छैन। म क्षेत्र नम्बर 4 वासीहरूलाई झुटो आश्वासनहरू केही दिन्न। म यति मात्र भन्न चाहन्छु कि तपाईँहरूले चाहेको विकास मोडालिटीमा तपाईँहरू सँगै बसेर म काम गर्छु। यही माटोमा यही भूगोलमा हुर्किएको मान्छेलाई एकचोटि विश्वास गरिदिनुहोस्। बाहिरबाट आउने मान्छेहरूभन्दा पक्कै पनि बाहिरको जस्तो एउटा भनाइ छ नि, परको देवताभन्दा नजिकै भूतबरू काम लाग्छ। त्यो कुरालाई एकचोटि मनन गरेर भोट हालिदिनु होला। त्यति नै भन्न चाहन्छु। धेरै आश्वासनहरू म दिन चाहन्न। जति गर्नेछु राम्रो गर्नेछु, नबुझेको नसकेको ठाउँमा तपाईँहरूलाई नै सोधेर गर्नेछु। त्यति व्यस्त समय हामीलाई उपलब्ध गराउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।